गाई मान्छेहरुमा इमोसन बाहेक अरू केही छैन। सबैलाई भने होइन, त्यो कोही कोहीले मलाई पनि के भन्थ्यो होइन, चारैतिर जङ्गलमा आगो लागेको छ, निभाउन सक्दैन होइन, तर कसले निभाउनु पर्छ भन्ने होइन, जसले पनि निभाउँदा नि हुन्छ कि, तर त्यसको जिम्मेवारी व्यक्तिहरू पनि छन्। तर जसले गर्दा पनि हुन्थ्यो, के गर्नु यार, ट्राई त गरेको बिहान आधा आधा निभाइयो, दिमागले काम गरिरहेको छैन। मेरो प्रकृतिले धेरै दुःखहरू सहेको छ क्या, तर यो कुराको लागि प्रकृति बने होइन क्या। तर के गर्नु, यो नियममा चल्छ जल्छ। प्रकृतिले जस्तो पेन चाहिँ अरूले चाहिँ सर्भ गर्न सक्दैन होइन, डिजर्भ पनि गर्दैन त्यति अरू मान्छे होइन, जति प्रकृति गर्दैन। तर प्रकृति नै डिजर्भ गर्दैन यसको लागि, तर मान्छेहरू गर्छन् के। त्यस्तै हो गाइज होइन, सोचेर के गर्नु, दिमाग दुखाएर इमोसन भएर के गर्नु। जब कि पुरा जङ्गल जलिरहेको छ, म भिडियो बनाएर बसिरहेको छु। मेरो गल्ती भनौँ के भनौँ, अब यो गल्तीलाई माफ गरिदिनु होला है। हेरेर बस्ने बाहेक अरू उपाय छैन मसँग। ट्राई त गर्न सक्छु यार, पुरा समुद्रभरिको पानी छ, मैले एक बोतल तानेर समुद्र सुक्दैन है। त्यसको लागि धेरै धैर्य, तर धेरैजना मान्छेहरू आएर एक एक बोतल तान्यो भने चाहिँ त्यो सकिन सक्छ, तर मैले एक बोतल तान्दैमा सकिन्न। के भन्नु खोजेको छु, आगो लाग्ने कुरा चाहिँ यो छोटो समयमा हो नि त, धेरै वर्षौँ वर्ष होइन नि त, अलिअलि गर्दै गर्दै वर्षौँ। अहिले आज यो मार्यो भने मार्न त सकिन्न होइन, एक दिनमा सकिने, जलेर पुरा खरानी हुन्छ एक दिनमा, तर धेरै मान्छे मिल्यो भने सकिन्छ कि। त्यस्तै खै के यो नेगेटिभ थट्सहरू आइरहेको छ दिमागमा, नेगेटिभ भनौँ कि पोजिटिभ भनौँ, यो के भनिदिउँ यार गाइज यार। तर प्रकृति यो पीडाको लागि बने होइन कि, प्रकृति भन्दैमा यो प्रकृति नेचर मात्र होइन कि, नेचरमा जो छन् नि बस्ने लिभिङ बिङहरू, सबै कुराहरू इनोसेन्ट त्यस्तै छन् क्या, मान्छे बाहेक जो बस्छन् नि प्रकृतिमा अरू सब मान्छे मात्रै। कहाँबाट यति बुद्धि आयो कि, घमण्ड आयो कि, यस्तो घमण्ड प्रकृतिमा बस्ने भने अरू कुनै पनि प्राणीमा छैन। तिनीहरू इकोसिस्टममा चल्छन्, इकोसिस्टममा त्यो के भन्छन् त्यसलाई, चक्र के, जीवन चक्रमा चलिरहेको छ सब कुरा, मान्छे मात्रै जीवन चक्रलाई बिर्सिसक्यो भनौँ कि के भनौँ अब होइन गाइज यार। अब यस्तै छ कि, खोलामा सुतेर पनि भिडियो बनाउने हो, उठेर पनि बनाउने हो, लाइफ यस्तै पनि गइरहेछ, उस्तै पनि गइरहेछ। यस्तै कुरा सोचेर मलाई धेरै टेन्सन तनाव हुन्न त, मलाई के कुराले तनाव टेन्सन हुन्छ, म धेरै पैसाको बारेमा, साथीहरूको बारेमा, मान्छेहरूको बारेमा, मान्छेहरूले इफेक्ट पार्ने कुरा सोचेर म तनाव लिन्न लाइफमा। म तनाव केही कुरामा लिन्छु थाहा छ, मेरो आफ्नो सेल्फ ग्रोथमा, यो प्रकृतिमा आगो लागिरहेको चाहिँ मलाई लास्ट तनाव भइरहेछ, न गर्न सक्छु न मर्न सक्छु जस्तो के। अनि यस्तै अरू कुरा हुन्छन्, कुनै नचाहेर पनि गर्नुपर्छ, तर तिनी इको सिस्टमको लागि कुनै कुराहरू गर्नै पर्छ होइन। यदि म बाँचेँ भने त पछि अरू कुरा बचाउन सक्छु नि। आज मैले एउटा भनौँ ल, आज मैले बाँच्नको लागि ल मैले आज एउटा केही मारेँ होइन, तर त्यसले म आज बाँच्यो भने भोलि त्यसलाई 10वटा बनाउन सक्छु के, त्यस्तो भन्न खोजेको। त्यो बनाउने पनि बनाइन्छ बिस्तारै प्रक्रिया गऱ्यो भने। त्यस्तै गाई चाहिँ होइन लाइफ भनेको, अब के भनिदिउँ म, के गरिदिउँ म, यस्तै हुन्छ सबै कुराहरू चाहिँ, सबैले बुझ्दैनन् यार, के भन्नु। कस्तो अनौठो छ नि यो दुनियाँ, अचम्म छ क्या। मान्छेहरू भन्छन् होइन, कहाँ के कस्तो ब्रह्माण्ड छ, यत्रो युनिभर्स छ, माथि तारा चम्किरहेको हुन्छ, यस्तो धेरै छन् कि सोच्नुपर्ने कुराहरू यार। राष्ट्रिय के मान्छेहरू चाहिँ धर्म संस्कृति जात भात त्यस्तैमा लडिरहेछन् भने दुनियाँ कहाँबाट कहाँ पुग्यो भन्ने होइन, दुनियाँ कहाँबाट कहाँसम्म छ भन्ने हो। को कहाँ पुग्यो भन्ने कुराले फरक पर्दैन, कसले कहाँसम्म बुझ्यो भन्ने कुराले फरक पर्छ होइन। त्यस्तै हो। अब त्यो चाहिँ मेरो पर्सनल थट्स हो, पर्सनल एउटा हुन्छ नि त सबैको क्यारेक्टर त्यस्तै सोच्ने। अब म त्यस्तै सोच्छु फेरि है, यस्तै छ लाइफ है, खोलातिर घुम्ने, भिडियो बनाउने, डुल्ने, के गर्नु त गाइज होइन। त्यस्तै हुँदो रहेछ सबै कुराहरू। आगो कस्तो दन्किरहेछ, गएर मार्न पनि सक्थिस् त यार, तैँले किन मारिरहेछ। हिजो राति लागेको आगो हो कि, हिजो राति लम्कीदेखि पुरा धुवा आइरहेको थियो गाउँमा। तर कहाँ दमरमा त हल्का फुल्का मारेको बिहान मार्न त, तर सकिएन। लास्ट हावा चलेर कस्तो हुन्छ भने, त्यसै मार्दा त्यो डिजर्भ गर्दैन यार।
दोमन भयो गएर सुरुवात तर मैले गल्ती गरिरहेको छु नि, म त्यहाँ गएर सुरुवात त गर्ने हो, तर नसके पनि, तर म गइरहेन कि मार्न। अरू कुनै कुराले रोकेको छ कि मलाई, राम्रो कुराले रोकेको होइन कि नराम्रो कुराले रोकेको छ कि। मैले के सोचिरहेको छु, अहिले मैले गएर मार्न ट्राई गरेँ भने मैले पुरा मार्न सक्दैन, पुरा हावा लागेर गन्तिर हाल्छु नि, डाँडामा गर्मी छ, के गरेर मैले गइरहेको दमहरमा त थोरै थोरै मारेर त्यहाँदेखि। तर यो चाहिँ गलत भयो गाइस, सबलाई थाहा छ गलत भने, तर के भनिदिउँ होइन। यसको पनि यस्तै चाहिँ लाग्यो होइन, चराचुरुङ्गी बाँसिरहन् टक्क खोलामा। तर एक ठाउँ यहाँ तर पृथ्वी ठुलो छ कि, एक ठाउँ आगो पर्दैन अर्को ठाउँमा फरक पर्दैन भनेर पनि सोध्छन् होला नि, तर अप्रत्यक्ष रूपमा सबै कुरामा फरक परिरहन्छ होइन। एउटा सानो चिजले, तर केही छैन, जे जस्तै फरक परे पनि यो प्रक्रिया चाहिँ अगाडि बढिरहन्छ कि। पृथ्वीले मारे पनि काटे पनि, पृथ्वीले पुरा जलाइदिए पनि पृथ्वीले कहिले हार मान्दैन। पृथ्वी आफ्नो प्रक्रियामा सधैँ अगाडि बढिरहन्छ, हजारौँ करोडौँ वर्षदेखि बढेछ, अझै बढ्दै जान्छ। तर मान्छेहरू भनेको सकिन्छन्, तर त्यही हो पृथ्वीमा को प्रणाली कतिसम्म टिक्यो भन्ने कुरा कि। पृथ्वीमा धेरै आए यस्ता चिजहरू, धेरै चिज सकियो पनि, डाइनोसर पनि थिए भन्थे नि, तिनी पनि सकिए, तिनी टिकेनन् धेरै। अरू मान्छे पनि पछि नहुन सक्छ पृथ्वीमा, अरू कुनै आउन सक्छ, यस्तै उत्पादनहरू हुनसक्छ होइन। यस्तै विभिन्न कुराहरू छन् होइन। चराहरू पनि नरहन सक्छन् पृथ्वीमा, पछि अरू कुनै नयाँ जीव आउन सक्छन्, हो भनेकै होइन। यो प्रक्रिया चल्छ भने के हुन्छ थाहै छैन। त्यही पनि म अहिले खोलामा मुभमेन्ट छ मेरो यहाँ, के हो गाइस। तर जे भए पनि सबैले पोजिटिभ सोच राख भन्छु म त, के भन्नु। त्यही छ गाइस, यहाँ के गाह्रो छ। 6 मिनटको भिडियो भइहाल्यो यार, बन्द गर्नुपर्छ हो द गाइज होइन। बाई गाइज, यस्तै छ लाइफ होइन मेरो गाइज। हजुरहरूको के छ, कस्तो छ हजुरहरूको थट्स कस्तो छ, के सोच्नुहुन्छ, पोजिटिभ कुराहरू, डिप कुराहरू भन्नु, गहिराइमा जानुहोस्। सुरुवात अब ढिलो भइसक्यो, म बड्डो भइसक्यो, 40-50 भइसक्यो, के सुरुवात गर्ने, कुनै कुराको सुरुवात गर्न उमेरले रोक्दैन होइन। सुरुवात भनेको 60 वर्षमा पनि हुन्छ, 20 वर्षमा पनि हुन्छ। त्यही भएर सुरुवात गर्नुहोस्, सोच्नुहोस् धेरै राम्रो कुराहरू गर्न, समयमा आफूले गर्न सकेपछि गर्ने हो, नसके पनि सोचेर आफ्नो थट्सहरू अरूलाई सेयर गर्ने हो। अर्कोले पनि गर्न सक्छ नि त। तपाईँको विचार एकदम राम्रो छ, सही छैन, तपाईँ गर्न सक्नु भएन कि, तपाईँले सोच्नु त सक्नु भएन, तर त्यो विचारलाई सक्षम मान्छेले मन पऱ्यो भने त्यसले त गर्न सक्छ नि। त्यस्तो इफेक्ट पर्न सक्छ त्यस्तो कुराहरूले गाइज होइन। इफेक्ट पार्ने काम गर, पोजिटिभ, त्यही पनि नेगेटिभ होइन। इङ्ग्लिस पनि जान्दैन म त, फेरि इङ्ग्लिस पनि सिक्नु पाइदियो हुन्थ्यो। कसरी सिकौँ भन्ने अझै सिक्ने बिस्तारै, मनै लाग्दैन के गर्ने क्या होइन। क्षमता पनि छैन अहिले मेरो विभिन्न कुराहरू सिक्नलाई, यार तनाव हुन्छ भन्नेहरू कि। ल तनाव हुन्न गाइज, जस्ट एउटा थिङ्क हो मेरो, जे कुरा मिलाएर बुझ्नु न गाइज। बाई बाई।